नमस्ते सबैलाई। आज चाहिँ नि हामी क्लास 12 को एकदमै मोस्ट इम्पोर्टेन्ट अर्ग्यानिक कन्भर्जन गर्छौँ है। तिमीहरूलाई रिभिजन पनि हुन्छ, एकचोटि लेखेर राख है। यति चाहिँ नि लेखेर राख मैले भने जति, अनि यति लेख्यौ भने तिमीहरूलाई पुग्छ है सबै। अब सिधै 1 नम्बरको क्वेसनमा 1 नम्बरमा के भनेको छ त भन्दाखेरि 2 ब्रोमो प्रोपेन इन्टु 1 ब्रोमो प्रोपेन है त। अब यस्तो गर्न केही सिम्पल छ हेर। 2 ब्रोमो प्रोपेन फर्स्ट सुरु तिमीहरूले बनाउनु पर्यो हो। अनि अल्कोहलिक KOH हाल्न सक्छौ तिमीहरूले। अब धेरै स्टुडेन्टहरू अल्कोहलिक हाल्ने कि एक्वास हाल्ने कन्फ्युजन भइरहेको हुन्छ। अल्कोहलिक हालेपछि यसले यो बिआरलाई हटाइदिन्छ अनि एउटा हाइड्रोजन हटाइदिएर यहाँनिर के बनाउँछ त भन्दाखेरि डबल बोन्ड बनाउँछ है त। अब तिमीहरूले HBr हाल्ने अनि अर्ग्यानिक पेरोक्साइड नै हाल्ने। अब यो कुन रुलमा गयो त अर्ग्यानिक पेरोक्साइड भन्ने बित्तिकै एन्टी मार्कोनिकोभ्स रुलमा गयो है त। अब यसले के भन्छ त भन्दाखेरि यसले सिधा बनाइदिन्छ है त। सिधा बनाएपछि 1 ब्रोमो प्रोपेन यो सिम्पल बन्यो। अब हामी अर्को क्वेसनमा ब्रोमो इथेन टु इथाइन भनेर भनेको छ है त। अब यो तिमीहरूको क्वेसन बी को एन्सर भयो है त। यो ब्रोमो इथेन भयो है त। अब अल्कोहलिक KOH हाल्ने बित्तिकै डबल बोन्ड बनाएको यहाँनिर माथिको क्वेसनमा नि हेर्न सक्छौ र यहाँनिर नि त्यस्तै बनायो है त। अब YNE भन्यो है त। अब यहाँनिर BrCCl4 हाल्न सक्छौ। अब दुवै यो डबल बोन्ड हटेर दुईटा बिआर हाल्यौँ हामीले होइन। अनि अल्कोहलिक KOH हाल्ने बित्तिकै हामीले के हुन्छ त भन्दाखेरि यताबाट बिआर हट्यो एउटा एच आयो, यताबाट बिआर हट्यो एउटा एच आयो। त्यसैले के त भयो त भन्दाखेरि CS ट्रिपल बोन्ड CS भन्ने बित्तिकै इथाइन भयो है त। यो सिम्पल छ है। मैले भन्दाखेरि नबुझ्न सक्छु, एकचोटि लेखेर प्र्याक्टिस गर्नु तिमीहरू पनि। अब अर्को क्वेसन के छ भन्दाखेरि त 1 क्लोरोप्रोपेन इन्टु 2 क्लोरोप्रोपेन है त। अब 1 क्लोरोप्रोपेन यो नर्मल नै छ है त। अब अल्कोहलिक KOH हाल्ने, अल्कोहलिक KOH ले डबल बोन्ड बनाइदिन्छ, त्यो कुरा चाहिँ नि याद राख है त। अल्कोहलिक AlCKOH इक्वल टु डबल बोन्ड इक्वल टु होइन, सिधै यो ड्यास धेरै डबल बोन्ड बनाउँछ भन्ने सम्झ्यौ। अब यो के बन्यो त भन्दाखेरि 1 क्लोरोप्रोपेनबाट अल्कोहलिक KOH हाल्ने बित्तिकै प्रोपियनी बन्यो है त। अब यसमा KCl अथवा HBr यस्तो टाइपको जे भयो भने तिमीले हालिदेऊ भने के त बन्छ त भन्दाखेरि तिमीहरूले कमेन्ट गर है त। एकचोटि कमेन्ट गर। यो प्रोडक्टमा हामीले HBr र पेरोक्साइड हाल्यो भने के हुन्छ है त। यो कुरा चाहिँ नि कमेन्ट गर्न सक्छौ तिमीहरू है। अब म ढिलो नगरिकन के गर्छु त भन्दाखेरि अर्को क्वेसनमा जान्छु है त। अब 2 नम्बरको चाहिँ इम्पोर्टेन्ट है त। कन्भर्ट क्लोरोबेन्जिन इन्टु DDT टौलिन है त। यो दुइटै इम्पोर्टेन्ट है त। अब क्लोरोबेन्जिनलाई हामीले DDTमा कसरी लैजान सकिन्छ त है त। क्लोरोबेन्जिन भयो, यो क्लोरोबेन्जिनको दुईवटा मोलिक्युल र क्लोरल भन्ने है त। क्लोरल तिमीहरूले कहाँ पढायो भन्दाखेरि हामीले कहाँ पढायो, क्लोरोफर्ममा पढाएको छौ तिमीहरूले है त। क्लोरल भने र क्लोरोफर्ममा पढाएको छौ है त। अब क्लोरल र क्लोरोबेन्जिन मिसायौ र CONH2SO4 हालेर हिट मात्रै गर्यो है त। अब कति डिग्री भनेर एक्ज्याक्ट तिमीहरूले दिइराख्नु पर्दैन, हिट गर्यो भने तिमीहरूले के बन्छ त भन्दाखेरि DDT भन्छ है त। अब DDT को युजेसहरू नि आउँछ इक्जाममा है। अब त्यो पनि कण्ठ पार्न सक्छौ तिमीहरूले है। अहिले चाहिँ नि यो के छ त भन्दाखेरि बर्ड्सहरू ड्यामेज हुन्छ, बर्ड्सहरू फिसहरू मरिरहेछ, यस्तो टाइपको तिमीहरूले लेख्न सक्छौ है त। अब अर्को क्वेसन छ क्लोरोबेन्जिनलाई टौलिन बनाउने है त। अब क्लोरोबेन्जिन यो भयो, क्लोरोबेन्जिनलाई टौलिन बनाउन हल्का झ्याउ छ के। क्लोरोबेन्जिनलाई सिधै हाइड्रोजन हालेर NaHgH2 रिडक्सन गरेर है त फर्स्ट ग्रुप बेन्जिन बनाऊ है त। अब यो नगरिकन अरू टाइपले नि तिमीहरूले फर्स्ट ग्रुप बेन्जिन बनाउन सक्छौ। अब बेन्जिनमा CH3Cl AlCl3 जे हालेर भयो भने CH3 र बेन्जिन रिङ यसरी जोडेपछि टौलिन बन्छ है त। अब यो रियाक्सनलाई चाहिँ फ्रेडल क्राफ्ट अल्काइलेसन भन्दो रहेछन् है त। अब हामी अर्को क्वेसनमा जाउँ 3 नम्बरको कन्भर्ट इथानोल इन्टु मिथानोल है त। अब यस्तो टाइपकै क्वेसन आउँछ क्या तिमीहरूलाई इक्जाममा है। तिमीहरूले सिधै के नगर्नु त भन्दाखेरि
सिधै रियाक्सन नदेखाइकन के भन्न सक्छौ भन्दाखेरि यहाँनिर लेखा छ, यहाँनिर हेर एन्सरको फर्मेट। इथानोल क्यान बी कन्भर्टेड इन्टु मिथानोल बाई द फलोइङ सिरिज अफ रियाक्सन भनेर भनेको छ है त। अब यो क्वेसन लेख्यो भने तिमीहरूलाई के लाग्छ त भन्दाखेरि यो त लेखे नि हुन्छ नलेखे नि हुन्छ, कम्पलसरी छैन, तर लेख्दाखेरि चाहिँ एकदमै राम्रो है त, सुइटेबल, हेर न बेस्ट देखिन्छ क्या। इथानोललाई मिथानोललाई कसरी कन्भर्ट गर भनेको छ। अब सिरिज अफ रियाक्सन है त, कस्तो सिम्पल राम्रो भाषा युज भएको छ क्या। अब इथानोललाई मिथानोलमा कन्भर्ट गर्न धेरै रियाक्सन छ। अब म तिमीहरूलाई सबभन्दा सिम्पल सिकाउँछु है त। अब फर्स्ट सुरु यो इथानोल भयो, इथानोललाई तिमीहरूले अक्सिडेसन गरेर इथानल बनाऊ, इथानललाई इथानोइक एसिड फेरि अक्सिडेसन गरेर है त तिमीहरूले सिधै यसबाट यसमा जाने रियाक्सन नि पढाएछ। यो रियाक्सनलाई चाहिँ नि स्ट्रङ अक्सिडाइजिङ एजेन्टहरू हालेर है त, स्ट्रङ अक्सिडाइजिङ एजेन्ट हालेर त्यो बनाउन सक्छौ है त। अब यसलाई के बनायो भन्दाखेरि मिथानोल बन्छ त भन्दाखेरि तिमीहरूले एउटा रियाक्सन पढायो होला, कुनै कुनै रियाक्सन पढाएछौ। कुन रियाक्सन पढाएछौ त भन्दा कार्बन नम्बर घटाउने र बढाउने है त। कार्बन नम्बर घटाउने बढाउने रियाक्सन आउँछ भने सिधै त्यो युज गर्न सक्छौ, अथवा आउँदैन रे ल है त। आउँदैन भन्दाखेरि यसमा NH3 हालेर CH3CO NH4 बनाउन सक्छौ, एमोनियम इथानोएट है त। अनि यसलाई हिट गरेर CH3C डबल बोन्ड O NH2 इथान अमाइड बनाउन सक्छौ है त। अमाइडलाई Br2 र KOH सँग हिट गर्दाखेरि यो रियाक्सन के रियाक्सन हो तिमीहरू भन है त। CH3NH2 मिथेन अमाइन भन्छ है त। अनि यसलाई HNO2 हाल्ने बित्तिकै CH3OH भन्छ है त, बाई प्रोडक्ट वाटर र यो हुन्छ है। अब म के भन्छु भन्दाखेरि तिमीहरूलाई सबभन्दा इम्पोर्टेन्ट क्वेसन के हो थाहा छ कन्भर्जन भरिमा, कन्भर्ट इथानोल टु मिथानोल एन्ड मिथानोल टु इथानोल है त। यो चाहिँ एकदमै खतरा क्वेसन हो है त। यो क्वेसन चाहिँ नि मैले भनिरहेको छु, यो क्वेसन तिमीहरू 5 फेरि प्र्याक्टिस गर। यो इथानोल टु मिथानोल नि प्र्याक्टिस गर, मिथानोल टु इथानोल नि प्र्याक्टिस गर है त। अब यति गरेपछि तिमीहरूलाई के मार्क्स ल्याउन कसैले रोक्नै सक्दैन क्या। अब 4 नम्बरमा के भनेको छ भन्दाखेरि कन्भर्ट प्राइमरी अल्कोहल इन्टु सेकेन्डरी अल्कोहल एन्ड भाइस भर्सा है त। प्राइमरी अल्कोहलबाट सेकेन्डरीमा गर अनि सेकेन्डरीबाट फेरि प्राइमरीमा गर भनेको छ है त। अब यस्तो टाइपको क्वेसन कसरी ट्याकल गर्न सक्छौ त भन्दाखेरि फर्स्ट सुरु के लेख्ने भनेर सिकाएको थिएँ त भन्दाखेरि कन्भर्जन अफ प्राइमरी अल्कोहल इन्टु सेकेन्डरी अल्कोहल है त। अब इक्जाम्पल आफैले लिदेऊ क्या, अथवा सिधै तिमीहरूले OS ROS गरी युज गर्न सक्छौ, अथवा यसरी इक्जाम्पल युज गर्न सक्छौ है त। तिमीहरूले जे गरे पनि एकदम बेस्ट है त। अब यहाँनिर चाहिँ के गर्दैछ भन्दाखेरि प्रोपेनोल ल्याछ है त। प्रोपेनोललाई SOCl2 PCl3 यस्तो टाइप गरेर के बनाउन सक्छौ भन्दाखेरि क्लोरोप्रोपेन बनाउन सक्छौ है त। क्लोरोप्रोपेन बनायो रे है। अब अल्कोहलिक KOH है त, अल्कोहलिक KOH हाल्ने बित्तिकै डबल बोन्ड बन्छ है त। मैले तिमीहरूलाई अहिलेको रियाक्सनमा नि सिकाएको थिएँ, अहिलेको रियाक्सनमा नि भनिरहेको छु, अल्कोहलिक र एक्वासमा नझुक्कुनु है त। अब यसमा HBr मात्रै हालेको छ, मार्कोनिकोप्स लाग्छ यसमा, मार्कोनिकोप्स लागेर यहाँनिर 2 ब्रोमो प्रोपेन भयो है त। 2 ब्रोमो हो। अब NaOH एक्वास NaOH र KOH हाल्यो भने तिमीहरू के बनाउन सक्छौ भन्दाखेरि त प्रोपेन 2 ओल बनाउन सक्छौ। यो 2 डिग्री अल्कोहल भयो है त। यो 1 डिग्री अल्कोहल भयो, हेर्न सक्छौ है। अब यो कसरी 2 डिग्री हो भन्दाखेरि यता नि फङ्सनल ग्रुप जोडेको छ, त्यसैले 2 डिग्री अल्कोहल है त। अब यति कुरा बुझ्यौ तिमीहरूले है। अब म अर्को कुरा सिकाउँछु है त। अब चाहिँ नि 2 डिग्रीबाट 1 डिग्री बनाउने तरिका है त। अब यो OH छ हो, OH लाई SOCl2 अथवा PCl5 गरेर तिमीहरूले 2 क्लोरोप्रोपेन बनाउन सक्छौ। प्रोपेन 2 ओललाई 2 क्लोरोप्रोपेनसम्म बनाऊ है त। अल्कोहलिक KOH हाल्ने बित्तिकै के हुन्छ त भन्दाखेरि यो Cl हट्छ अनि एउटा H यताबाट आउँछ, HCl बन्छ, यता डबल बोन्ड बन्छ है त। अल्कोहलिक आउने बित्तिकै डबल बोन्ड है त। अब के गर्न सक्छौ त भन्दाखेरि HBr र पेरोक्साइड किन हाल्या भन्दाखेरि एन्टी मार्कोनिकोप्स रुल युज हुन्छ भनेर है त। एन्टी भन्ने बित्तिकै सिधा भन्ने सम्झ्यौ है त। अब सिधा ठाउँमा चाहिँ नि आयो Br ग्रुप है त। यसमा एक्वास NaOH हाल्न सक्छौ। अब एक्वास NaOH हालेपछि के त भन्छ भन्दाखेरि NaOH और KOH जुन हाल्यो भने है प्राइमरी अल्कोहल बन्यो। हेर कस्तो सिम्पल छैन बन्या। अब यो पनि इम्पोर्टेन्ट है त।
मैले सबै जति पनि गराइरहेको छु नि प्राइमरी अल्कोहल इन्टु सेकेन्डरी अल्कोहल होइन इथानोल टु मिथानोल मिथानोल टु इथानोल सब इम्पोर्टेन्ट है त। अब अर्को क्वेसन छ कन्भर्ट सेकेन्डरी अल्कोहल इन्टु टर्सरी अल्कोहल है त। अब यसमा चाहिँ नि हल्का भास लाग्न सक्छ तिमीहरूलाई किनकि यसमा ग्रिकना रियाजेन्ट ह्यान त्यान टाइपको युज हुन्छ है त। त्यही पनि म तिमीहरूलाई सिम्पल तरिकाले सिकाउँछु है त। 5 नम्बरमा सेकेन्डरी अल्कोहल क्यान बी कन्भर्टेड इन्टु टर्सरी अल्कोहल बाई द सिरिज अफ फलोइङ रियाक्सन भनेर है त। जुनसुकै क्वेसन छ होइन कन्भर्ट ड्यास टु ड्यास भनेर सोधिरहेछ है त। अनि ड्यास क्यान बी कन्भर्टेड इन्टु ड्यास बाई द सिरिज अफ फलोइङ रियाक्सन लेखिदियो भने तिमीहरूलाई राम्रो के म भन्छु तिमी मार्क्स काट्ने ठाउँ नै हुँदैन के। अब यो 5 नम्बरको क्वेसन हेर सेकेन्डरी अल्कोहल इन्टु टर्सरी अल्कोहल कसरी गर्ने। फर्स्ट सुरु सेकेन्डरी अल्कोहल तिमीहरू एउटा सपोज गर है त। सेकेन्डरी अल्कोहल सपोज गर्यो त्यसलाई अक्सिडेसन गरिदियो क्या यहाँनिर अक्सिडेसन गर्यो अक्सिडेसन गरेर के गरे त भन्दाखेरि CH3 C डबल बोन्ड O CH3 बनायो है त। अब यता किटोन बनायो है त। अब किटोन भन्न आएछ यहाँ के बनायो है त। अनि यहाँनिर के हुन्छ त भन्दाखेरि CH3 MgBr ग्रिग्नाइट रियाजेन्ट हाल्यो ग्रिग्नाइट रियाजेन्ट यो O को एउटा बोन्ड हटेर यहाँनिर गएर जोइन भयो जोइन भएपछि यस्तो भयो हेर। अब यस्तो भएपछि चाहिँ नि यसलाई हाइड्रोलाइसिस गरिदियो क्या वाटरसँग है त। वाटर हालेर हाइड्रोलाइसिस गर्यो भन्दाखेरि बन्यो क्या तिमीहरूको के बन्यो त भन्दाखेरि टर्सरी अल्कोहल। अब सेकेन्डरीबाट टर्सरी डाइरेक्ट लाने अरू कुनै रियाक्सनै छैन क्या यो बाहेक है त। यो चाहिँ एकदमै सिम्पल रियाक्सन हो त्यसैले मैले तिमीहरूलाई देखाएको। अरू फास्ट हुन्छ क्या एकदमै लङ हुन्छ तिमीहरूले याद गर्ने भने यही रियाक्सन नै हो है त। अरू रियाक्सन तिमीहरूलाई टिचरले गराएको होला तर त्यो बाल नदेऊ। अब यहाँनिर हेर प्राइमरी अल्कोहल इन्टु टर्सरी अल्कोहल अघि त एक स्टेप मात्रै गऱ्यौँ अहिले 2 स्टेप के। अब 2 स्टेप के छ त भन्दाखेरि यहाँनिर हेर्न सक्छौ धेरै धेरै रियाक्सन छ। यो कति लामो रियाक्सन हेर यसको सट्टामा अर्कै छ त यहाँ छोटो त्यही पढिदिने हामी किन लामो पढ्नु होइन। अब यो प्राइमरी अल्कोहल भयो प्राइमरी अल्कोहल भएन भन्नु फेरि यहाँ बोन्ड आएछ त्यसैले होइन OH ग्रुपसँग यति एउटा ग्रुप जोड्या छ है त त्यसैले यो प्राइमरी हो। अब यसमा के गरिदिएको छ त भन्दाखेरि डिहाइड्रेसन H2O हटाएको छ कङ्ग H2SO4 भने के त एजेन्ट त डिहाइड्रेसन एजेन्ट है त। यो हालेर H2O हटाछ यहाँनिर है त। अनि H2O हटाएपछि यहाँनिर डबल बोन्ड आएछ अनि डबल बोन्ड आएपछि HBr हालेछ। अब Br यहाँनिर आएर जोडिन्छ है त। अब यहाँनिर चाहिँ के भएको छ भन्दाखेरि यो CH3 ड्यास CH3 अनि यो तलपट्टि Br जोड्या छ यहाँनिर हेर यसमा नबुझ्लौ है। यो HBr मा यता Br जोड्या छ यसको तलपट्टि अनि H जोड्या छ यसमा है त। अब यो बन्या छ। अब यसलाई NaOH हाल एक्वास NaOH हाल्यो भने के त भन्छ त भन्दाखेरि यहाँनिर OH हुन्छ है त। अब त्यसैले यो के भयो त भन्दाखेरि थर्ड डिग्री अल्कोहल कसरी भयो भन्दाखेरि अब यो मेन कार्बन भयो यता नि CH3 यता नि CH3 यता नि CH3 तीन ठाउँमा CH3 क्या। अब यसको स्ट्रक्चर नै बनाउनु पर्यो भने कस्तो बन्छ त भन्दाखेरि यहाँनिर हेर है त यता CH3 यता C यता CH3 यता CH3 यता OH छ के यहाँनिर। अब हेर्दाखेरि यो त कार्बन भयो मेन कार्बन यता एउटा यता एउटा यता एउटा तिनटा है त तिनटासँग सराउन्डेड छ त्यसैले यो थर्ड डिग्री अल्कोहल बन्यो नर्मल वेमा। अब हामी अर्को क्वेसनमा जाउँ कन्भर्ट बेन्जिन इन्टु एम ब्रोमोफिनोल है त। अब बेन्जिनलाई एम ब्रोमोफिनोल लानको धेरै रियाक्सन छ तर धेरै रियाक्सन किन फलो गर्नु हामीलाई ओजी रियाक्सन फलो गरौँ है त। ओजी रियाक्सन भनेको बेस्ट रियाक्सन है त। यो सिम्पल पनि हुन्छ बुकमै छ त्यसैले यो सबले फलो गर्ने रियाक्सन नै गरौँ है त। अब बेन्जिनलाई नाइट्रेसन गरेर कङ्ग्यास NO3 र कङ्ग्यास H2SO4 हालेर NO2 बनायो है त। अब Fe र Br2 यो कुन रियाक्सन हो तिमीहरू भन है कमेन्ट गर है त। अब यो हालेर यो के बनायो त भन्दाखेरि NO2 एउटा अर्थोमा मेटा पारा पोजिसनमा Br हालेछ है त।
अब HCl हालेर NO2 लाई NH2 बनाछ। HCl भने के गर्यो त भन्दाखेरि HCl ले के गर्यो त्यो पनि भन तिमीहरू। अब NaNO2 र HCl -5 डिग्री भन्दा तल गर्यो भने यो साल्ट बन्छ क्या, सोडियम साल्ट है त। यसको के छ भने N प्लस ट्रिपल बोन्ड NCl- हो है त यसको स्ट्रक्चर चाहिँ नि। अब यस्तो भन्यो है त। यसमा पानी हाल्ने बित्तिकै के भन्छ त OH भन्छ है त, एम्ब्रोमोफिनोल। तताउनै पर्दैन कि, तताए नि हुन्छ ल, ठिक छ है त। अब फिनोललाई चाहिँ नि एम नाइट्रोबेन्जोइक एसिड है त। अब यस्तो भाष त सोध्दैन, तर पनि सोधिहाल्यो भन्ने टाइपकोले मैले यो क्वेसन राखे हो है त। अब फिनोललाई PCl5 वा PCl3 हालेर यो क्लोरो बेन्जिन बनायो है त। अब क्लोरोबेन्जिनमा साइनाइड ग्रुप थपेर है त, यो साइनाइड CN वाला ग्रुप आएछ है त Cl को ठाउँमा है त। अब साइनाइड ग्रुपमा पानी हाल्ने बित्तिकै के हुन्छ त भन्दाखेरि COOH भन्छ है त। अब COOH बन्यो। अब अघि हामीले के कङ्क HNO2 र कङ्क H2SO4 हाल्ने बित्तिकै NO2 ग्रुप आएको थियो नि, यहाँनिर हेर्न सक्छौ। बेन्जिनमा कङ्क HNO3 र कङ्क H2SO4 हाल्ने बित्तिकै NO2 आएछ। अब यहाँ यता नि आएछ। ल बन्यो सिम्पल है त, फिनोलबाट एम नाइट्रोबेन्जोइक एसिड है त। मैले भने नबुझिरह होला, किनकि तिमीहरूले पढाएको बेला ध्यान दिइरहेको थिएनौ है, त्यो मलाई थाहा छ। त्यसैले तिमीहरू एकचोटि लेख के, यो भिडियो पज गर्दै लेख्ने गर के, अनि मात्रै तिमीहरूको कन्सेप्ट आउँछ के। अब यहाँनिर अर्को क्वेसन छ, हाउ क्यान यु सिन्थेसाइज टौलिन फ्रम फिनोल भनेर भनेको छ। टौलिनबाट फिनोलमा कसरी लाने भनेर भनेको छ। यो इम्पोर्टेन्ट क्वेसन भयो। यो टौलिन भयो हो, ठिक छ। टौलिनमा जिङ्क हाल। जिङ्क हालेपछि के गर्छ त भन्दाखेरि यो OH ग्रुप हटाइदिन्छ, ZNOH भएर बाहिर निस्किन्छ। यो त्यसको बाई प्रोडक्टको हामीलाई मतलबै भएन है त। अब यो बेन्जिनमा गयो। अब बेन्जिनमा कसरी गर्दाखेरि टौलिन बन्छ भनेर भन्दाखेरि धेरै प्रोसेस छ। बेन्जिनमा के गर्न सक्छौ, अरू अरू यसको +10 स्टेप गरिदिन सक्छु कि म अहिले, बुझिरहेछौ नि होइन। यसलाई OH हाल्यो, फेरि OH हटायो, अनि फेरि अर्को हाल्यो, अर्को हाल्यो, COOH हाल्यो, त्यसमा त्यो हाल्यो, त्यसमा त्यो हाल्यो, केही झन्झट नै छैन है त। CH3Cl र FeCl3 हाल्ने बित्तिकै टौलिन बनिहाल्यो, CH3 ग्रुप है त। अब यो फ्रेडल क्राफ्ट अल्काइलेसन, फ्रेडल क्राफ्ट असाइलेसन यही उसमा युज भएको छ क्या, यही क्वेसनमा युज भएको छ क्या। त्यसैले त्यो रियाक्सन नै इम्पोर्टेन्ट, यो क्वेसन पनि इम्पोर्टेन्ट होइन। अब पढिरहेछौ भने फ्रेडल क्राफ्ट अल्काइलेसन, फ्रेडल क्राफ्ट असाइलेसन है त, यति दुइटा पनि पढ क्या तिमीहरू। किन पढ भनिरहेको छु भन्दाखेरि यो नि इम्पोर्टेन्ट हो है त। त्यति धेरै इम्पोर्टेन्ट त होइन, तर इम्पोर्टेन्ट हो क्या। अब 9 नम्बरको क्वेसन छ, इथोक्सी इथेन टु मिथोक्सी इथेन है त। अब इथोक्सी इथेनलाई मिथोक्सी इथेनमा कसरी लाने भनेर भनेको छ। यो इथोक्सी इथेन हो है त। मिथोक्सी इथेन केही गर्नै पर्दैन क्या। के गर्न सक्छौ त भन्दाखेरि तिमीहरूले यसमा PCl5 हालेर यो 2C2H5Cl है त। अब यसको सट्टा यसमा HI र रेड फोस्फरस, यसमा PCl HI र रेड फोस्फरस हालिदिएपछि 2C2H5OH भन्छ क्या सिधै। अब यस्तो गरे रहन्छ, यहाँनिर अलि अर्कै टाइपले सिकाएर रहेछ, म यही टाइपले तिमीहरूलाई भनिदिन्छु है त। अब इथोक्सी इथेन छ हो, इथोक्सी इथेनलाई यो 2C2H5Cl बनाएको छ हो। अब यसमा के हालिदिएको छ भन्दाखेरि 2CH3ONA हालेको छ। अब यति दुइटा कम्बाइन हुन्छ क्या, यहाँ बुझिरहेछौ नि। यो कम्बाइन भएर के बन्यो त मिथोक्सी इथेन बन्यो है त। यो नर्मल छ। अब यो 9 को बी मैले एक्सप्लेन गरिनँ, त्यति धेरै इम्पोर्टेन्ट नभएर है मैले है त। इथानोइल क्लोराइड भनेर तिमीहरूले धेरै ठाउँमा सुनिरह होला। अब इथानोइल क्लोराइड भनेको यो हो। अब यसलाई डिफ्रेन्ट डिफ्रेन्ट नेम छ क्या। एउटा आइप्याक नेम छ, अर्को कमन नेम छ। यो चाहिँ नि कमन नेम भयो। आइप्याक नेम के हो भनेर कमेन्ट गर है त तिमीहरू। 9 नम्बरको भयो है त, कन्भर्ट इथानल टु मिथानल भनेर भनेको छ है त। अब इथानलदेखि मिथानल लानलाई केही पनि छैन क्या। यहाँनिर बस के दिएको छ त भन्दाखेरि तिमीहरूलाई झुक्काइरहेछ क्या। के झुक्काइरहेछ भन्दाखेरि
तिमीहरूलाई अघिको क्वेसनमा मैले मिथानोल टु इथानोल दिएछ नि, यसमा कि इथानोल टु मिथानोल। तिमीहरूले अघिको क्वेसन चाहिँ नि यो क्वेसनमा गरिदिन्छौ के, अनि त्यहाँ गडबड हुन्छ। तिमीहरूले यो पछाडिको पढ्दैनौ क्या। एएल र ओएलमा धेरै फरक हुँदैन होइन, अल्डिहाइड र अल्कोहलमा धेरै फरक हुँदैन हो, त्यस्तै हुन्छ क्या। मिथानोल टु इथानोल र इथानल टु मिथानल, यो क्वेसनमा तिमीहरू झुक्किन्छौ क्या। त्यही भएर पनि मैले तिमीहरूलाई यो हेर्न कपीमा लेख्न त्यही भएर पनि सिकाइरहेको छु क्या। अब यो सुरु इथानल भयो हो। इथानोलमा K2Cr2O7H+ है त, एसिडिक मिडियममा त्यो हालिदिएपछि इथानोइक एसिड बन्यो। इथानोइक एसिडमा NH3 हालिदिएपछि इथान अमाइड बन्छ है त। अब Br2 र KOH हफम्यान डिग्रेडेसन लागेपछि के बन्छ त भन्दाखेरि तिमीहरूको CH3NH2। अब यसमा CH3NH2 मा HNO2 है त, HNO2 हाल्ने बित्तिकै मिथानोल बन्छ। मिथानोललाई अक्सिडेसन गरेपछि मिथानल बन्छ है त। यो त्यति धेरै इम्पोर्टेन्ट त होइन, तिमीहरूको कुन इक्जाममा सोध्छ भन्दाखेरि बोर्डको लागि इम्पोर्टेन्ट होइन क्या। यो 10 नम्बरको क्वेसन बुझिरहेको छौ नि तिमीहरूको। अरू अरू इक्जाम हुन्छ त स्कुलतिर हो, त्यसको लागि इम्पोर्टेन्ट हो क्या। अब यो तिमीहरूलाई चाहिँ होमवर्क भयो है 11 नम्बरको है त। 11 नम्बरको फर्स्ट सुरु इथाइल अल्कोहल इन्टु एसिटोन प्र्याक्टिस गर। एसिटाल्डिहाइड इन्टु एसिटोन प्र्याक्टिस गर। एसिटोन इन्टु फर्माल्डिहाइड प्र्याक्टिस गर है त। फर्स्ट सुरु प्र्याक्टिस गर, आएन ल यहाँनिर हेर, यहाँनिर केही बुझेनौ कमेन्ट गरिदिने टक्क, तिमीहरूको कामै सक्यो क्या, कमेन्ट मात्रै गरिदेऊ क्या, बुझिरहेछौ नि। अब 12 नम्बरको नि तिमीहरू होमवर्क जस्तै सम्झ्यौ के। 12 नम्बरको नि आफै प्र्याक्टिस गर हेर है, तिमीहरूकै लागि भनिरहेको छु मैले 12 नम्बरको पनि। फर्माल्डिहाइड टु एनब्युटेन है त, बेन्जामाइड टु टौलिन, बेन्जोइक एसिड टु बेन्जोफिनोन। यो त्यति धेरै इम्पोर्टेन्ट होइन। यो तिमीहरूलाई कुन टाइपको क्वेसन सोध्छ त भन्दाखेरि गाह्रै एसीमा गाह्रै सोध्नु पर्यो भने यस्तो टाइपको क्वेसन सोध्छ। तिमीहरू एकचोटि होमवर्क भनेर सम्झ्यौ। अब यहाँनिर अरू नि होमवर्क छ तिमीहरूको लागि है त। एसिडिक एसिड इन्टु फर्मिक एसिड एन्ड भाइस वर्सा, यो गर्न सिक। एसिडिक एसिडलाई एसिटोनमा लग्न सिक। एसिडिक एसिडलाई मिथेनमा लाग्न सिक। एसिडिक एसिडलाई इथेनमा, एसिडिक एसिडलाई इथाइल अल्कोहल है त, एसिडिक एसिडलाई मिथाइल अल्कोहल, एसिडिक एसिडलाई एसिटाल्डिहाइड। फर्स्ट सुरु के जान त भन्दाखेरि एसिडिक एसिड चाहिँ नि के हो भनेर जान है त। एसिडिक एसिड भने यो के दिएछ त, कमन नेम दिएछ, यो कमन नेम हो है त। अब यो यसको आइयुपिएसी नेम के हुन्छ त्यो तिमीहरूको जिम्मा है त, त्यो तिमीहरूको जिम्मा हो। अनि एसिडिक एसिडसँग रिलेटेड हरेक रियाक्सन छ नि यहाँनिर द्या, मैले यो सबै के यो सबै यो सबै यो सबै पढ्ने तिमीहरूको जिम्मा हो। किन भन्दाखेरि यो त्यति धेरै इम्पोर्टेन्ट होइन के। इम्पोर्टेन्ट भने त मैले अघि नै भनिसकेँ क्या कुन कुन इम्पोर्टेन्ट भनेर है त। अब यो अघि नै हामीले गरिसक्यौँ, नाइट्रो बेन्जिन टु बेन्जोइक एसिड, यो पर्दैन यो तिमीहरूलाई है त। अब म के भन्छु त भन्दाखेरि है त, अब बेन्जिन टु एम क्लोराइनाइन यो पर्दैन तिमीहरूले, तिमीहरूलाई पढ्ने रियाक्सन त यो पिक्रिक एसिड, आहा यो पिक्रिक एसिडवाला रियाक्सन हेर त, आहा यो क्वेसन आउँछ के, कन्फर्म आउँछ के। मैले भने त यो क्वेसन छोड्नै भएन क्या तिमीहरूले। अब फर्स्ट सुरुमा एनिलिन छ हो, एनिलिनलाई NaNO2 र HCl 5 डिग्री भन्दा कममा गर्यो भने बेन्जिन डाइएजोनियम साल्ट बन्छ। अब यसमा H2O अनि एसिडिक मिडियममा हालेपछि OH बन्छ है त, फिनोल बन्छ। फिनोललाई कङ्क SNO3 हालिदेऊ न, 2,4,6 ट्राइनाइट्रोफिनोल भन्छ है त। अब मैले भन्दाखेरि चाहिँ नि सिम्पल लागिरह होला, तर यो जसले पढाएको छ नि क्लासमा ध्यान दिएर पढाएको छ नि उनीहरूको लागि यो इजी हो के। जसले पढाएको छैन नि अहिले पढ क्या तिमीहरू, टाइम छ के अझै पनि। तिमीहरूले यति चाहिँ नि पढ कि पिक्रिक एसिड बनाउनु चाहिँ नि पढ है त, अरू केही नपढे नि पिक्रिक एसिड पढ। अनि यो नि पढ, कन्भर्ट एनिलिन टु फिनोल है त, यो नि इम्पोर्टेन्ट क्वेसन हो है त। अनि
यो नि पढ मिथाइलमाइन टु इथाइलमाइन यो त छोड्नै भएन यो 30 र 31 को म बुझाइहाल्छु नि तिमीहरू चिन्ता नलिउ न यो NH2 छ हो अब NaNO2 र HCl 02 देखि 5 डिग्री भन्दा कममा हाल्ने बित्तिकै बेन्जिन डाइजोनियम क्लोराइड भन्छ है अब यसलाई H2O हालेर H प्लस मिडियममा तताइदिएपछि के हुन्छ त भन्दाखेरि फिनोल भन्छ है त सिम्पल सिम्पल मोस्ट इम्पोर्टेन्ट आइदियो यो मोस्ट इम्पोर्टेन्ट अब अर्को छ मिथाइलमाइन टु इथाइलमाइन है त अब मिथाइलमाइन कसरी लेख्ने तिमीहरूलाई थाहा छँदैछ मिथाइलमाइन भने यो हो मिथाइलमाइनलाई NaNO2 र HCl हाल्ने बित्तिकै के भन्छ त भन्दाखेरि मिथानोल भन्छ मिथानोलमा PBr3 अथवा जे हाल्यो भने PCl हाल्ने बित्तिकै यो के छ भन्दाखेरि अल्किएन भन्छ है त यो फङ्सनल ग्रुप Br भयो यो ब्रोमोमिथेन भयो है त अब यसमा KCN हाल्ने बित्तिकै के भन्छ त भन्दाखेरि इथेन नाइट्राइड भन्छ इथेन नाइट्राइडमा H2 र निकेल हाल्ने बित्तिकै इथाइल अमाइन भन्छ है त अब डाइरेक्ट यसको अरू अरू कन्भर्जन नि छ अरू कन्भर्जन किन गर्नु यही गरेका छौ यही नै गर है त अब एनिलिन टु बेन्जिन तिमीहरूलाई आउँछ यो है त ल आजको लागि यति नै होइन अब यहाँनिर एक दुईवटा क्वेसन पनि छ यो तिमीहरू स्क्रिनसट गर है 20 देखि 24 मैले नभने है त अब 17 देखि 18 19 यो त्यति धेरै इम्पोर्टेन्ट होइन तर अलिअलि इम्पोर्टेन्ट चाहिँ नि मानिन्छ है त अब यति भन्दै मैले तिमीहरूलाई दिएको होमवर्क छ नि त्यो पनि तिमीहरू सक्कौ होइन अनि पढ हल्का फुल्का है त ल बेस्ट अफ लक फर योर इक्जाम